पिसहरू यसरी बाटो उयो गरिरहेको हुन्छ। सो यो एरिया चाहिँ स्पेसली यता चाहिँ गुदेबिहातिर चाहिँ अब बेसी अब यसरी बाटो सब्जीहरू उयो गरिरहेको हुन्छ। गाइस सबैजनालाई ढोक दिया। गाइस आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ गाइस आज चाहिँ म ग्रोसरी मार्केट जाँदैछु घरको सामानहरू ल्याउनु अलिकति। त्यही भएर चाहिँ म यता आज चाहिँ हिँडेरै जाँदैछु किनभने घरकै छेउमै छ। त्यही भएर अन्त बाटोको बिचबाटै भ्लग स्टार्ट गरेको। किनभने आज चाहिँ मैले ढिलो स्टार्ट गरेँ किनभने चाहिँ म ड्युटीबाट मर्निङ ड्युटी थियो आइकिन रेस्ट गरेर चाहिँ एकछिन रेस्ट गरेँ। त्यहाँपछि रेस्ट गरेर चाहिँ त्यसपछि घरमा सामान चाहिएछ अन्त त्यो ल्याउनु जाँदैछु। लो गाइस हेर्नुहोस् होला यता चाहिँ यो एरिया चाहिँ तपाईँको उता सिलगढीको जस्तै हुन्छ विधान मार्केटहरू जस्तै यसरी फिसहरू यसरी बाटो उयो गरिरहेको हुन्छ। सो यो एरिया चाहिँ सेम उता सिलगढीको विधान मार्केटहरू जस्तै छ। सेम हेर्नुहोस् न सिलगढीको जस्तै छ त्यो भाइबहरू जस्तै क्या। म त कहिले लाग्छ म त उतातिरै छु जस्तो लाग्छ क्या। स्पेसली यता चाहिँ गुदेबिहातिर चाहिँ अब बेसी अब इन्डियन फिलिपिनोहरू भएर होला त्यस्तै छ भाइ पनि हेर्नुहोस् होला उताको जस्तै यसरी बाटो सब्जीहरू उयो गरिरहेको हुन्छ। अब चाहिँ यता सानोबटे आउटलेट छ एडिडासको त्यता पनि तपाईँलाई म देखाउँछु कस्तो कलेक्सनहरू आएको छ नयाँ होइन। तर यता चाहिँ तपाईँको आउटलेट भएर होला तपाईँको के भन्छ आज चाहिँ कति रहेछ नि 25 to 60% अफ रहेछ। सो हेर्नुहोस् पनि सानो बारेनको एडिडासको आउटलेट तपाईँलाई पनि सानो देखाउँछु। सुपर स्टारहरू रहेछ स्ट्यान्ड स्टिल रहेछ। यता चाहिँ बारेनको एडिडास सोरुम आउटलेट हो। यता चाहिँ अलिकति चाहिँ के भन्छ प्राइसहरू अलिकति कम्ती हुन्छ किनभने मलहरूतिर चाहिँ अब हेभी उयो हुन्छ। तर यता आउटलेट भएर चाहिँ अलिकति प्राइस फेरि यता सेल लागिरहेको रहेछ त्यही भएर पनि कम्ती हुन्छ होला क्या। सुपर स्टार सबै कलेक्सन छ जो पनि। तर यता बारेनबाट हेर्नु हुँदैछ भने चाहिँ यता एडिडासको के भन्छ मलतिर भन्दा चाहिँ यतातिरबाट लिनु किनभने अलिकति भए पनि कम्ती पर्छ तपाईँहरूलाई। यताबाट निक्ले त्यति खास कलेक्सन चाहिँ के आएको छैन रहेछ तर पनि यसो चेकआउट गरिहालेको। लो गाइस अब चाहिँ म ग्रोसरी मार्केट पुग्न आँटेँ। तपाईँहरूलाई भित्र पसेर म देखाउँछु कस्तो भित्र कस्तो हुन्छ भनेर। कोल्ड स्टोरहरूको भन्दा चाहिँ अलिकति कम हुन्छ। मलाई चाहिँ भित्र भिडियो बनाउनु हुँदैन सेक्युरिटीले हो। यता चाहिँ स्ट्रिक्ट हुँदो रहेछ उताको जस्तो अब भित्र गयो ढाङ्गै खिच्नु पाउँदैन रहेछ। सेक्युरिटीले बोलाइकन भिडियो एलाउड छैन भनेर भन्यो। त्यसपछि चाहिँ मैले ओके सरी सर भनेर भनिकन चाहिँ टक्कै सामानहरू किनेँ। सामान किनेर चाहिँ अब घरतर्फ लाग्दैछु।
आजको भ्लग चाहिँ मेरो यति नै हो। अब घरमा जाने, घरमा गएर चाहिँ खानासाना खाएर चाहिँ सुत्नुपर्छ। फेरि अहिले मेरो मर्निङ सिफ्ट चल्दैछ, त्यही कारणले अब बिहान छिटो उठ्नुपर्छ, त्यही भएर। ओके गाइस, अहिले म घरमा गएर भेटौँ अब। ओके गाइस, म चाहिँ अब भर्खर रुम आइपुगेँ। भर्खर रुम आएर आइपुगेर बसिरहेको छु। होप हजुरहरूलाई मेरो भिडियो मनपर्छ होला। इफ मन परे लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। ओके गाइस, धेरै धेरै धन्यवाद। ओके, बाई बाई, गुड नाइट। तिमीलाई कहिले छोड्दिन, तिमी नि कतै नजानु।